बादल बनेरै आए नि हुन्छ। साथीहरु म आज साधारण खाना लिएर आएको छु। साधारण खाना लिएर आएको छु। गुन्द्रुकको तिहुन, यो किम्ची, यो चाहिँ मुलाकाता। मासुको तरकारी लिएर आउनु मन थियो, तर के गर्नु साथीहरु पैसै थिएन। मासुको तरकारी लिएर आउनु मन थियो, तर के गर्नु साथीहरु पैसै थिएन। गुन्द्रुकसँगै भए पनि खाएला। किम्ची, यो गुन्द्रुक चाहिँ हाम्रो छामाले पठाइदिनु भएको है। तर मिठो छ भन्दा पनि अमिलो अमिलो छ। गुन्द्रुकलाई अमिलो नै मिठो भन्छ। यो चाहिँ किम्ची हो। यहाँ रातो छ, तर त्यहाँ चाहिँ त्यस्तो रातो देखेको छैन रहेछ। यो चाहिँ मेरो खाटमा बसेर खाएको ल साथीहरु। नगर्नु होला। म गुन्द्रुक लिएर आउँछु। अब के भन्छु है, खोर्सानी पनि ल्याउँछु। यो चाहिँ फ्राई गरेको खोर्सानी। किम्ची पनि घरमै बनाएको, मुलाको अचार पनि घरमै बनाएको। घाम लागिरहेछ, त्यही भएर अनुहार टल्किरहेको होला। मेरो रिङ लाइट नै घाम हो साथीहरु। म चाहिँ एक्लै हुन्छु घरमा, त्यही भएर तपाईहरुसँग गफ गर्दै खानु मन लाग्छ कि साथीहरु।
तपाईहरु कतिजनाले किम्ची मनपर्छ कमेन्ट गर्नु है। मलाई चाहिँ एकदमै मिठो लाग्छ, त्यही भएर म जहिले बनाएर खान्छु। युट्युबमा यसको रेसिपीहरू हेरेर म आफै बनाउँछु। जस्तो भात तरकारी भए पनि मलाई चाहिँ एकदमै मिठो लाग्छ। बरु म मासुसँग चाहिँ अलिक कमै खान्छु, तर अरू तरकारी भए भने चाहिँ म मिठो गरी धेरै खान सक्छु। तपाईहरु पनि एक्लै हुनुहुन्छ, खाना खानु मन लाग्दैन हैन, अनि अल्छी लाग्छ एक्लै खानु, अथवा रुच्दैन भने यसरी क्यामेरा अन गर्नुस् अनि बात मार्दै खानुस् क्यामेरासँग, अनि अपलोड गरेपछि अरूहरूले पनि हेर्नुहुन्छ। भात चाहिँ कति डल्लो देखेको होला है, कति खाएर मेरो क्यामेरा चाहिँ यसरी किन नमिलाएको भनेर सोच्नुहुन्छ भने मेरो मोबाइल राख्ने ट्राइपोडै भाँच्यो। राइट, के गर्नु गाह्रो छ मलाई। जाने छ त्यो पाए मान्छेको होइन, त्यही भएर मसलाको डिब्बाहरूमा अडाएर काम चलाऊ। मान्छेलाई भिडियो बनाउनु इच्छा लाग्यो भने साइड डिसेसहरू धेरै नै चाहिँदैन। आफूले जहिले दिने जे खाइन्छ त्यही खाँदा पनि भइहाल्छ नि होइन। मलाई पनि यस्तो टेबलभरि खानेकुरा राखेर मिठा मिठा खानेकुराहरू टन्न राखेर भिडियो बनाउनु मन लाग्छ नि साथीहरू, के गर्नु छैन छैन। किम्ची चाहिँ एकदमै क्रन्ची। यो किम्ची बनाएको चाहिँ 3 दिन भयो, हल्का हल्का अमिलो हुँदैछ, मिठो छ। मलाई चाहिँ एकदमै मनपर्छ किम्ची। सो मैले गफ गर्दा गर्दै हेर्न सक्नुहुन्छ, मैले यत्रो नाङ्लो सेट खाएर सकिसकेको छु साथीहरू।
लाइक कमेन्ट गर्नु नबिर्सिनु होला, सब्स्क्राइब गर्नु त झनै नबिर्सिनु होला भन्दै म यहाँदेखि लाग्न चाहन्छु। फेरि म अर्को भिडियोमा लिएर आउने नै छु। फेरि त्यतिन्जेलसम्म पर्खिरहनु होला। फेरि पनि म यस्तो नाङ्लो सेटहरू, थाली सेटहरू, साइड डिसेसहरू इनफ लिएर म फेरि उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि पर्खिँदै गर्नु होला भन्दै म लाग्न चाहन्छु। बाई।